नमस्कार साथीहरू, म चाहिँ अनु राई। मैले चाहिँ परिचय दिएँ किनभने कतिजना साथीहरूको लागि त म नौलो छु नि त, मलाई चिन्नु भएको छैन। अनि आज चाहिँ मैले भिडियो बनाउनुको कारण चाहिँ के भन्दाखेरि चाहिँ समय सान्दर्भिकै छ होइन, जुन चाहिँ मैले भोगेका देखेका कुराहरू त्यसलाई चाहिँ मैले जस्तोको तस्तै यहाँ भिडियो मार्फत चाहिँ सेयर गर्न गइरहेको छु होइन। तपाईँहरूको चाहिँ साथीहरू होइन, प्रत्येक घरबाट नै सायद परदेश हुनुहुन्छ होला, परदेश नजानु भएको घर त सायदै कमी नै होला हाम्रो नेपाली समाजमा होइन। मोस्टली चाहिँ अरू त मलाई थाहा छैन होइन, मैले देखेको र भोगेको कुरा चाहिँ स्टुडेन्ट लाइफ मोस्टली जो चाहिँ ब्याचलर लेभलमा मास्टर्स लेभलमा आउनुभएको हुन्छ। कस्तो छ भन्दाखेरि चाहिँ यहाँनिर होइन, स्कुल कलेज युनिभर्सिटी होइन, काम असाइनमेन्ट सबैलाई चाहिँ हामीले ब्यालेन्स गरेर लाग्नुपर्ने हुन्छ। एकातिर एक मात्र खुस्क्यो भने होइन एकदमै गाह्रो हुन्छ। सो होइन, हामी त पढ्न हो नि त, स्टुडेन्ट भिसामा आइसकेपछि त हाम्रो फर्स्ट प्रायोरिटी त हाम्रो एजुकेसन हो, स्टडी नै हो होइन। सो के हुन्छन् भन्दाखेरि प्यारेन्ट्सहरूले पनि यति धेरै एक्सपेक्टेसन नगरिदिनु होला। मेरो छोराछोरी चाहिँ यहाँ छ, युके छ, अस्ट्रेलिया छ, जापान छ होइन, कमाउँछ, ऋण तिर्छ होइन, त्यति धेरै पनि एक्सपेक्टेसन नगर्नुहोस् किनभने पढ्न आएको हो। इफ तपाईँको छोराछोरीले चाहिँ, यो चाहिँ प्यारेन्ट्सको लागि भन्दैछु, इफ तपाईँको छोराछोरीले चाहिँ आफ्नो लागि सस्टेन हुन सकेको छ, उसले घरबाट पैसा मागेको छैन भने त्यही नै ठुलो कुरो हो। किनभने एकदमै गाह्रो छ नि त। ड्युटी आवर्स काम गर्ने पनि हप्तामा 20 आवर्स हो, पार्ट टाइम मात्र। अनि के छ भन्दाखेरि अरू कन्ट्रीको कन्टेक्स्ट त मलाई थाहा भएन, तर म चाहिँ युकेमा भएको कारणले गर्दाखेरि म युकेको बारेमै बोलिरहेको छु। मोस्टली यहाँ युकेमा चाहिँ पार्ट टाइम जब पाउनै गाह्रो छ क्या। त्यसले गर्दा चाहिँ के हुने, मेन्टल स्ट्रेस हुने, के हुने यता त्यता होइन, त्यस्तै छ। अनि अर्को कुरो भनेको चाहिँ त्यो त प्यारेन्ट्सलाई भयो होइन। मेरो त प्यारेन्ट्स बुझ्ने हुनुहुन्छ, अन्डरस्ट्यान्डिङ हुनुहुन्छ, म त्यसमा चाहिँ एकदमै थ्याङ्कफुल छु, आफूलाई प्राउड पनि फिल गर्छु होइन मेरो परिवारप्रति। अनि अर्को कुरो भनेको चाहिँ के हुन्छ भन्दाखेरि प्यारेन्ट्स साथसाथै यहाँनिर चाहिँ आफ्नो साथीभाइहरू भए आफ्नो पार्टनरले पनि बुझ्न एकदमै आवश्यक छ। किनभने मान्छेहरू सबैजना चाहिँ खुल्न सक्दैन नि त। कसै आफ्नो प्यारेन्ट्ससँग खुल्ला अरे, कसै आफ्नो दाजुभाइ, कसै दिदीबहिनीसँग, कसै आफ्नो बेस्ट फ्रेन्डसँग खुल्ला होइन, कसै चाहिँ आफ्नो पार्टनरसँग खुल्न सक्छ मनका कुराहरू होइन। त्यति बेला चाहिँ तपाईँहरूले चाहिँ कृपया है झर्को नमानिकन उनीहरूको कुरा चाहिँ सुनिदिनु होला होइन। किनभने उनीहरूले चाहिँ मनमा उकुस मुकुस भएर त उनीहरूले सेयर गरिरहेको हुन्छ नि त होइन। एकदमै मेन्टल प्रेसर भइरहेको बेला कोही सुनिदिने मान्छे भइदियो भने पनि एक प्रकारको चाहिँ ढुक्क आनन्द महसुस हुन्छ क्या। कतिको होइन सिनारीहरू देख्न सकिन्छ सोसियल मिडियातिरै होइन, देख्न सकिन्छ, सुन्न सकिन्छ साथीभाइदेखि नै होइन। मेरो त रुम पार्टनर राम्रो परेन होइन, कस्तो गर्छ त्यस्तो भनेर सुनिरहेको भइन्छ। वर्क प्लेसमा होइन टिमहरू होइन, आफ्नो कलिग्सहरू चाहिँ राम्रो नहुन सक्छ, त्यही पनि प्रेसर भइरहेको हुन्छ। त्यही माथि होइन तपाईँहरूले घर परिवारले अथवा नजिकको मान्छेले पनि उसलाई बुझिदिनु भएन भने चाहिँ उसको मेन्टल हेल्थ चाहिँ कहाँसम्म जान्छ होला त, कस्तो अवस्थामा पुग्छ होला। त्यसैले चाहिँ म यति कुरा चाहिँ बिन्ती गर्न चाहन्छु कि जतिजनाले मेरो भिडियो हेरिराख्नु भएको छ, कृपया तपाईँहरूको आफन्त होइन प्रियजनहरू चाहिँ विदेश हुनुहुन्छ, बाहिर हुनुहुन्छ भने चाहिँ प्लिज 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 उनीहरूले फोन गर्दाखेरि होइन उनीहरूको आफ्नो इमोसन्सहरू सेयर गर्दाखेरि चाहिँ झर्को नमानिकन सुनिदिनु होला होइन। ल
लङ डिस्टेन्स भइसकेपछि एकदमै अन्डरस्ट्यान्डिङ हुनुपर्छ होइन। अनि अर्को इन्सिडेन्ट त के छ भन्दाखेरि चाहिँ मैले नै काम गरेको रेस्टुरेन्टमा होइन, एकजना बहिनी थिए, ब्याचलर पढ्न आएको, म नाम त भन्दिनँ तिनको होइन। उसले चाहिँ के गरेछिन् भन्दाखेरि आफ्नो हुन्छ नि बोयफ्रेन्डले चाहिँ फ्रड गर्यो भनेर पुरै के यस्तो हात हुन्छ नि पुरै काटेको थिएँ। त्यो मैले चाहिँ भिडियोमा मात्रै देखेको। अनि पछि काममा आउँदाखेरि चाहिँ उसले टेप पुरा यस्तरी टालेर आइरहेको थियो। प्लिज है, यही भिडियो मार्फतै भन्छु, त्यसरी फ्रड नगरिदिनु होला है। त्यसरी टेन्सन छ होइन, यहाँनिर विदेशमा एकदमै स्ट्रेस छ। त्यही माथि तपाईँहरूले पनि बुझिदिनु भएन भने चाहिँ पछि परिणाम चाहिँ नराम्रो आउन सक्छ। सो तपाईँहरूले चाहिँ बुझिदिनु होला, त्यही भन्न चाहन्छु। ओके, थ्याङ्क यू।